नायक भनेको त्यो हो जसले जनतालाई निराशाको बीचमा एउटा आशाको किरण दिनुपर्छ। नेताले देश बनाउने होइन, नेताले जनताको बीचमा आशा भर्ने हो। देश तपाईँले बनाउने, तपाईँको घर तपाईँले बनाउने हो, तपाईँको बाटो तपाईँले बनाउने हो, जनताले बनाउने, तपाईँको शिक्षा कस्तो हुनुपर्छ तपाईँले चुन्ने हो। तर के गर्यो भने त्यो आशा दिन सक्ने व्यक्ति, त्यो नायक हामीसँग छैन। हाम्रो शिक्षा नायक जन्माउने शिक्षा भएन, हाम्रो शिक्षा दास जन्माउने शिक्षा भयो। त्यसकारण यो सबै चिज बिगारेको शिक्षा। जब अन्धकार हट्छ नि तब सूर्य उदाउने हो। सूर्यको महत्त्व, चन्द्रमाको महत्त्व, ताराको महत्त्व जब अन्धकार हुन्छ त्यही बेला निस्किने हो। एउटा नायक निकाल्नुपर्छ, तपाईँभित्र भएको संवेदना निकाल्नुपर्छ, तब बल्ल निस्किन्छ। ईश्वर पनि त्यसै आउँदैन। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम्। जब राष्ट्र विशृङ्खलतामा जान्छ, जब देश विशृङ्खलतामा जान्छ, धर्म संस्कृति पतन सुरु हुन्छ, त्यो बेला नायक बनेर कृष्ण जन्मिने हो। त्यो बेला नायक बनेर वामन अवतार आउने हो। जब हिरण्यकश्यप र हिरण्यकशिपुको अत्याचार बढ्छ त्यो बेला बल्ल नृसिंहावतार हुने हो नि। त्यसकारण त्यो निक्लिने समय पनि हो।